सकेको काम ठूला कुरा गरेका छैनौं। यिनै ससाना कामहरू गर्छौं र 5 वर्षमा जनताले अनुभूति गर्न सक्ने खालको काम गर्छौं भनेर हामी यस पटक पनि चुनावी मैदानमा होमिएका छौं। हाम्रा ठूला ठूला बाचा केही पनि छैन। कृषिकै कुरा गरौं। म सानो हुँदाखेरि पनि मलाई मेरा शिक्षकहरूले पढाउनुहुन्थ्यो, नानी नेपाल त कृषि प्रधान देश हो है भनेर पढाउनुहुन्थ्यो। अहिलेका बालबालिकालाई पनि पढाउन चाहिँ त्यही पढाइदो रहेछ, नेपाल कृषि प्रधान देश हो भनेर। तर विडम्बनाको साथ भन्नुपर्छ 30 वर्ष अगाडिदेखि कृषिमा प्रोत्साहन गर भनेर हामी धेरैजनाले आवाज उठायौं होला, तर आजको दिनसम्म पनि हाम्रा कृषकहरूले इज्जतसँग यो समाजमा बाँच्न सक्ने अवस्था यो राज्यले सृजना गर्न सकेको छैन। विभिन्न किसिमका यो दिने त्यो दिने दान दिने उपदान दिने भनिन्छ, तर पहुँच भएकाहरूमा मात्रै सीमित भएको छ ती दान उपदानहरू। वास्तविक कृषकहरूले आजको दिनसम्म पनि पाएका छैनन्। यो किसिमको संस्कार हामी अन्त्य गर्छौं र फरक हिसाबले राजनीतिक संस्कारको विकास गर्छौं भन्दै हामी अगाडि बढिराखेका छौं। मैले धेरै त भन्दिन, म एउटा विषय मात्र अन्तिममा राख्न चाहन्छु। 5 महिना अगाडि जेनजी पुस्ताहरू सडकमा उत्रिएका थिए। किन उत्रिएका थिए भन्ने कुरा हामी सबैजनालाई थाहा छ। रोजगारी माग्दै ती पुस्ताहरू सडकमा उत्रिएका थिएनन्। खाना दिनुस् भनेर ती पुस्ताहरू सडकमा उत्रिएका थिएनन्। लाउन बस्न दिनुस् भनेर ती पुस्ताहरू सडकमा उत्रिएका थिएनन्। मात्र उनीहरूको एउटै माग थियो, भ्रष्टाचारको अन्त्य गरियोस्। भ्रष्टाचारले देश खोक्रो भइसक्यो, ती भ्रष्टाचार अन्त्य गरियोस् भनेर जेनजी पुस्ताहरू 5 महिना अगाडि सडकमा उत्रिएका थिए। तत्कालीन सरकारले ती पुस्ताहरूको माग सम्बोधन गरेन, सुन्ने काम गरेन, भोलिदेखि काम सुरु गर्छौं भन्ने काम गरेन। उनीहरूले गरे के त मुख बन्द गर्ने काम गर्यो। तपाईहरू जस्तै धेरै आमा बुवाको काख रित्याउने काम भयो र ती पुस्ताहरूको माग सम्बोधन गर्नुपर्छ भनेर हामी अगाडि बढिराखेका छौं। हुन त यो भन्दा अगाडि पनि पार्टी सुरु हुनुभन्दा अगाडि पनि हामी फरक ठाउँमा बसेर भ्रष्टाचारको अन्त्य गर्नुपर्छ भनेर आवाज उठाइराखेका थियौं र पार्टी स्थापना हुनुको एउटा उद्देश्य भनेको पनि नेपालमा भ्रष्टाचारको अन्त्य हुनुपर्छ, सुशासन कायम हुनुपर्छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको। गर्नुपर्ने धेरै कुराहरू छन्। 30-35 वर्ष भइसकेछ हाम्रो देश लतारेर चलाइएको। हामी सबैजनालाई थाहा छ देश लतारिएरै चलाइराखेका छन्, चलिराखेको छ भन्ने कुरा। 30-35 वर्ष अगाडिदेखिका मुद्दाहरू